राम लक्ष्मण ताल कता छ थाहा छ हैलाई ताल यहाँ पोखरी घाट होइन ताल ताल छ थाहा छैन ए हामी गलत बाटोमा आयौँ कहाँ ओहो धेरै टाढा आयौँ क्या हामी ए पुल भन्दा उतैबाट छिर्न पर्यो ए ल ल राम्रै रहेछ राम लक्ष्मण कोट बुद्धभूमि नगरपालिका 3 रनगाईमा तपाईँहरूलाई स्वागत छ भनेर यहाँ एउटा बोर्डमा पनि लेखिरहेको छ सबै आउँछौँ राम लक्ष्मण तालमा आइपुगेका छौँ भूमि नगरपालिका 3 मा राम लक्ष्मण ताल आएको छु घुम्नलाई आज मौका जुरेको छ ताल कस्तो रहेछ त ताल एकदमै सुनेरा ताल छ सुनेरा हाम्रो यादव सरको पूर्व प्लान यहाँ भइसकेको छ यहाँ दुगो चलाउने यहाँ बिजनेस खोज्छु उहाँले भन्नु हुनुहुन्छ ढुङ्गा चाहिँ बन्न बाँकी रहेछ कपिल वस्तुमै पर्छ यो कपिल वस्तु यसमा पनि नेपालमै पर्छ फेरि अन्त नसोच्नु होला हामी विदेश जाँदै जाँदैन किन जाने अर्काको देश आफ्नै देश कुनै होइन मन्दिर पनि छ कि आज चाबी छुटाउनु भयो क्या हो सर होइन यो ढुङ्गामा जाने भनेर सोचेको कसरी जाने हो म त्यही सोचिरहेको छु कि So far in the shadows